मलाई टकिङ मलाई ओ श्रम मारेको मलाई साथी यही महलमा सिक्युरिटी छ। जुन ठाउँमा पार्किङ खाली छ नि त यस्तो ग्रीन कलर जलिरहेको हुन्छ त्यो पार्किङ खाली भएको ठाउँमा ट्याक्क यसको बाहिर साथीहरु गुड मर्निङ नमस्ते दर्शन। आज म हिजो बिदा थियो, आज म ड्युटी गइरहेको। अब बिदा पछि त काममा जानै पर्यो, काममा गइरहेको छु, ड्युटी गइरहेको छु। साथीहरु अरु के छ खबर सबैजना सुन्छै होला हैन। माइक आइसक्यो साथीहरु, माइकको अनबक्सन गरिरहेछ हाम्रा भाइ हे। देखो अनबक्सिङ गरिरहेछ माइकलाई, कस्तो आछ चेक गरौ। मस्ते हैन। स्टुडेन्टमा पनि कस्टमर छैन, खाली खाली छ, त्यतिकै खाली खाली दिन कटाइरहेछ र कस्टमर छैन। माइक आइसक्यो, अब माइकलाई चेक गर्छु। माइक अनबक्सिङ गरिसके, अब चार्ज गरेर म चेक गर्छु साथीहरु कस्तो भोइस आउँछ के आउँछ है। भोइसहरु बताउनु होला, अब राम्रो आउँछ होला भोइस चाहिँ, राम्रो आउँछ। अब यसो राम्रो राम्रो भोइस आउँछ होला। साथीहरु यो गेम चाहिँ खेल्या होला नि त साथीहरुले। यहाँ भित्र पैसा हाल्ने हो, पैसा हालेर त्यो गुडियालाई निकाल्नु पर्छ कि त्यो गुडियालाई यसले समातेर निकाल्नु पर्छ, पैसा हाल्नु पर्छ। पैसा चाहिँ कति हाल्नु पर्छ होला, 5 रिङ्गेट जति, 1 रिङ्गेट हाल्नु पर्छ। यहाँको 1 रिङ्गेट हालेर त्यो निकाल्न सक्यो भने टाइम दिन्छ, त्यो टाइम भित्र निकाल्यो भने त्यो चाहिँ आफ्नो हुन्छ। यस्तो छ, खेल्नलाई राम्रो छ। जुसहरु, ड्रिङ्क, जुसको मेसिनहरु, पैसा हाल्ने, कुन ड्रिङ्क खाने सेलेक्ट गर्ने, आफै आउँछ। यही प्राइस लेखिया छ कतिको कति कतिको, कुन ड्रिङ्कको कति भन्ने। यस्तो छ, टन्नै छ यहाँ त। लाइटिङ साइटिङ बब्बाल छ त। गेमिङ अब म यही महलको पार्किङतिर छु साथीहरु, पार्किङतिर छु। सिक्युरिटी दाइ क्या हाले? यस्तो छ, यत्रो ठुलो पार्किङ पनि, कति ठुलो पार्किङ छ। यस्तो छ, गाडीहरु पनि महँगो महँगो, BMW तासु। अब उतापट्टिमा राम्रो भ्यू देखिन्छ, त्यतापट्टिको म भ्यू देखाउँछु है। हेर, इन्जोय गर कस्तो छ भ्यू। र साथीहरु म यति माथि छु, तल हेर त कस्तो देखिया छ गाडीहरु, सिनहरु, घरहरु हेर न। जस्ताको त्यो टिनको पाता लगाएर पनि मब्बाल भइरहेछ कि। घर चाहिँ तलबाट हेर्दा चाहिँ मस्त छ, माथि चाहिँ यो टिनको पाता किन लाएर सबै टिनको पाता हुन्छ यस्तो ठुल्ठुलोमा। हेर न, धेरै जसो राम्रो राम्रो सोसाइटीहरु यस्तो छ। बिस्तार बिस्तारै यताको केएल सिटी राम्रो राम्रो ठाउँमा भएको ठाउँनिर जानेछु। बिस्तार बिस्तारै भिडियो हेर्दै गर्नु होला, लाइक कमेन्ट सब्स्क्राइबर गर्दै गर्नु होला। राम्रो राम्रो ठाउँमा जानेछु, म कोसिस गर्नेछु। ब्रेक टाइम आउने बित्तिकै ब्रेक टाइममा एकचोटि यसो माथि आउँछु, यहाँ यताउति हेर्छु, अलि आनन्द लाग्छ। त्यसपछि गएर अलिकति बसेर अलि रेस्ट गर्नुपर्छ। रेस्ट गर्ने पनि देखाउँछु एक दिन, कुनै दिन है। कस्तो गर्छन् विदेशमा रेस्ट गर्नलाई नेपालीहरूले, जुगाड कसरी लाउँछन् भन्ने कुरा पनि देखाउँछु है। हेलो एभ्रीबडी, सी यु अगेन। मलाई टकिङ मलाई ओ श्रम मारेको मलाई साथी यही महलमा सिक्युरिटी छ, राम्रो छ। जुन ठाउँमा पार्किङ खाली छ नि त यस्तो ग्रीन कलर जलिरहेको हुन्छ त्यो पार्किङ खाली भएको ठाउँमा
ट्याक्क यसको बाहिर जुन त्यो पार्किङबाट भित्र इन हुन्छ नि त, त्यो गाडी इन हुने ठाउँमा चाहिँ यति पार्किङ खाली छ भनेर उता देखाउँछ कि, त्यसपछि यत्तिकै यस्तो हिसाबले आउँछन् मान्छेहरू। यति पार्किङ खाली छ यो जग्गामा भनेर, यो ठाउँ यति नम्बरमा भनेर बताउँछ। यो रातो आएर हरियो आइरहेछ नि त, यो चाहिँ खाली भएको अरे। हेर कुनै मान्छे सान्छेको हुँदैन, सिधै कार्ड गऱ्यो, सिधै आफै गाडीले आफै कार्डले पेमेन्ट गर्छ, आफै ओपन हुन्छ, आफै हुन्छ। गाडी नम्बर कति घन्टा बस्यो के बस्यो सबै हुन्छ। यो इन हुने ठाउँ हो यो। यहाँ पनि यस्तै छ, यो आउट हुने ठाउँ हो। आउट हुँदाखेरि कति घन्टा बस्यो के बस्यो ट्याक्कै उसै हिसाबले पैसा काट्छ कार्डबाट ट्याक्कै। त्यस्तो त गाडी नम्बर स्क्यान गरे हुन्छ। त्यहाँ क्यामेरा छ नि त, उता पनि क्यामेरा थियो, यो पनि क्यामेराले ट्याक्क थाहा पाउँछ। यो 7-8वटा कति तला रे, यो 25-30 तलाको छ। सबैमा यस्तै पार्किङ छ, एउटा साइड पार्किङ एउटा साइड महल, त्यही भएर सबै फ्लोरमा यस्तै सिस्टम छ, ठुलो छ पार्किङ। साथीहरू छुट्टी भइसक्यो, अब रुममा जाने हो। फेरि भोलि पनि छुट्टी छ, छुट्टी नै छुट्टी छ। रेस्टुरेन्टमा अलिकति प्रोब्लम भयो हुनाले भोलि सबैको छुट्टी छ। भोलि त रुममै दिन काटिन्छ कि क्या हो साथीहरू, के हुन्छ हेरौँ। हेलो साथीहरू, आजको भिडियो यति नै। थ्याङ्क यू सो मच भिडियो हेरिदिनुको भएकोमा। सब्सक्राइब गरिदिनु होला। बाई बाई। जय नेपाल, जय नेपाली। थ्याङ्क यू।